So, hello and namaste beautiful people. This is your boy Gauli Geto Jabal Dito. Ekdamai mitho namaste and welcome back to my YouTube channel. After a long time we are hey फेरि केटा हो है फेरि भेटेको छौँ हामी कहाँ भन्दाखेरि अहिले भनेको हामी जाँदैछौँ कचन कवाल हैन अनि जुनमा चाहिँ हामी होली खेल्न जाँदैछौँ हैन र भन्नु पर्दाखेरि आजको स्पेशल मौसम छ हेर केटा हो है अनि मनाउँदैछौँ हामी हाम्रो दाइहरुसँग होली हैन यसपालिको एकदम रमाइलो हुनेछ यो होली अनि यो होलीमा तपाईहरु सँगै साथ बस्नु होला र रमाइलो गरेको हेर्नु होला है त र अहिले हुनुहुन्छ हाम्रो अगाडि हुनुहुन्छ हाम्रो बिरु अङ्कल छिरेन दाइ आशिष दाइ अनि गोकुल दाइ हुनुहुन्छ अनि म चाहिँ छु अहिले पछाडि हैन अनि सिङ्गल राइड हान्दैछु आज म र यतिखेर आफ्टर हामी अगाडिको बाटोमा खेलेर अहिले यहाँनिर साउन्ड होला मलाई अलिकति गाह्रो पर्छ है सो वी आर एट कचन कवाल होटल ठाउँमा छ क्या है अनि योभन्दा अगाडि हामी पनि आएको थियौँ अगाडि है अनि होटल तपाईँहरूले भिडियो पनि हेर्नु होला नत्र मेरो उयोमै छ त्यहाँ पनि भयो त हाम्रो केटाहरूसँग आएको थियौँ अगाडि चाहिँ यतिखेर भनेको म जे चिज प्रोग्रामको सबै मेम्बरहरूसँग आएको छु एन्ड वी आर ह्याभिङ अ लट्स अफ फन एट हियर है अनि राम्रो क्वालिटीको साउन्ड नआए पनि भिडियो चाहिँ मलाई अलिकति सुकिरहेको छ किनभने राइडिङ गर्दाखेरि अलिकति यो भिडियो कट अफ भइरहेछ त्यही भएर अप्ठ्यारो भइरहेछ सो एकछिनबाट म तपाईँलाई भेट्नेछु फेरि धेरै नबोल्नु होलीको मजा लिउँ है त सो र यतिखेर हाम्रो सरले स्पिकर बोकेर हिँडिसक्नु भएको छ र अहिले म छु गाडीमा अनि गाडीमा अब टक्क माइक्रोफोनहरू मिलाउँदैछु होइन अनि हेलमेट लाउँदैछु सो अब चाबी स्टार्ट गर्ने होइन अनि दाइहरूलाई पर्खिने दाइहरू जानु हो कि होइन थोरै गाडीको भने अब अनि जाँदै नानु जाने भयो सो मैले अगाडि लगेँ सो र यो भिडियो लास्टै जर्क आइरहेछ होइन आज मलाई लाग्दैछ जर्क पुरै जर्क आइरहेछ जस्तो लागिरहेछ है सो र अब हामी अगाडि जान्छौँ अनि थोरै हाइपर राइडिङ गर्ने छौँ अलिकति राम्रो पिच बाटो आयो भने अनि हो त्यसमा पनि तपाईँहरू हेर्दै जानु होला है त हाइपर राइडिङ गरेको अनि सो अब हामी अगाडि बढ्छौँ है अनि कचन कवालको होचो ठाउँमा हामी आएको थियौँ अनि अब हामी यहाँबाट लाग्नेछौँ अगाडि अनि अगाडि गेट रहेको छ गेट रहेको साथ हामी गेटबाट निक्लिँदै हाम्रो कचन कवाल चोक जानेछौँ चोकदेखि बन्यानी जानेछौँ बन्यानीमा हामीले खाजा खानेछौँ है खाजा खानेमा रोक्नेछौँ है त सो त्यहीँ गएर भेटौँला थोरै हाइपर राइडिङ गरेको नि हेर्नु होला है त अब तर बाटो चाहिँ यस्तो मरद छ यस्तो बाटोमा कसरी हाइपर राइडिङ गर्नु होला यो अहिले ढुङ्गे बाटोमा चाहिँ नगरौँ अहिले थोरै पिच बाटो मैले अघि देखेको थिएँ हो त्यहाँनिर चाहिँ अहिले गर्नुपर्छ होइन अनि त्यतिखेर चाहिँ अलिक थोरै हाइपर राइडिङ हान्नुपर्छ है त सो अहिलेको लागि यतिकै होस् है अब होली मनाउँदै जाइरहेछौँ हामी कहाँ कहाँसँग पुग्नेछौँ त्यो हेर्दै जानु होला है त हाइपर राइडिङ थोरै गरौँ है
थोरै थोरै कर्नरिङ ट्राई गरौँ, तर यस्तो बाटो त सकिँदैन होइन, अलिकति राम्रो बाटो हुनुपर्छ कर्नरिङको लागि। यतातिर भन्दाखेरि यतातिर जस्तै अब यो रेस्टुरेन्ट आएको मान्छेहरू बस्यो हुन्छ नि त होइन, त्यही भएर यतातिर चाहिँ धेरै जस्तो के छ भनेपछि यतातिर चाहिँ धेरै जस्तो इँटा भट्टाका अनि मान्छेहरू यस्तै काम गर्छ होइन, अनि तिनीहरूको रोटी चल्यो भनेको यहीँबाट हो। र वातावरण प्रदूषण चाहिँ एकदम नराम्रो हुन्छ क्या। हाम्रो दाइ गाडीको त्यस्तो भएको छ है, यत्रो काटी अड्केको छ र हाम्रो गाडीमा यहाँ छ। अनि अहिले हामी खाजा खानुको लागि पसेका छौँ है यहाँ, अनि खाजा धुइँदैछ यहाँ। अब धुइसकेपछि हामी अगाडि जानेछौँ, खाजा खानेछौँ है त। जिल्ला प्रशासनको मान्छे यस्तैको चाहिँ पुलिस उठेको विकास नै ढेलो को मान्छे जस्तै कुर्दिन भन्ने मान्छे यस्तो गरेको कति हाँस्नु होइन झमला अलिकति झमला हाँस्छ सो वान सेकेन्ड भिडियो फेरि पनि इन्कम्प्लिट भएको छ होइन, किन भन्दाखेरि त्यहाँ लफडा पऱ्यो। अनि लफडा परेपछि त्यहाँ थोरै झगडा परेपछि त्यहाँ मुडै हरायो क्या ब्लग गर्ने है, अनि त्यही भएर ब्लग इन्कम्प्लिट भयो। योभन्दा अगाडिको ब्लग पनि इन्कम्प्लिट नै थियो, त्यहाँ पनि थोरै थोरै के इस्युज भएर र यो ब्लग पनि अलिकति इन्कम्प्लिट भएर मलाई चित्त बुझेको छैन होइन। होली तर पहिलाको साल खेलिएन र यसपालिको साल चाहिँ खेल्यो है होली भन्दाखेरि। सो र होलीको मजा यति नै भयो है। एन्ड आई होप तपाईँहरू सबैजनालाई मन पऱ्यो होला। हामीले रमाइलो गऱ्यौँ, कता कता घुम्नु गयौँ, हाइपर राइडिङ पनि थोरै गऱ्यौँ है। सो दिस इज द एन्ड अफ द भिडियो, एन्ड इफ यु लाइक दिस भिडियो देन प्लिज गिभ यु अ थम्स अप होइन। तर गाडीमा पनि एउटा मिठो चुना लगाएर टायरमा डुलो परेर काटी घुसेर 4 इन्च कानी घुसेर सो त्यो हामी आफै रिपेयर गर्नेछौँ। सो दिस इज द एन्ड अफ द भिडियो, एन्ड इफ यु लाइक दिस भिडियो देन प्लिज गिभ यु अ थम्स अप। इफ यु आर न्यू टु माई युट्युब च्यानल देन प्लिज सब्सक्राइब टु आवर युट्युब च्यानल सुशान्त जे ब्लग्स युट्युब च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला। सो बेल आइकन पनि दबाउनु होला, हाम्रो एभ्री नोटिफिकेसन अफ ब्लग्स आउने नै गर्नेछ। सो bye bye for now, have a good life, have a good morning, have a good evening everybody, have a good night everybody, bye bye.